ठ्याक्क यो सिन देख्दा चाहिँ यो चाहिँ नेपालको कुनै तराई क्षेत्रतिरको माथिबाट चाहिँ हाई टेन्सन लाइन गइरहेको तलपट्टि चाहिँ बाँझो खेत जस्तो देखिन्छ। तर यो चाहिँ नेपाल नभएर जापानको कान्साई रिजनको एउटा खेतीयोग्य जमिनको भिडियो हो। आज म विशेष कामले 2-3 घन्टा जति ट्रेन चढेर आइरहँदा चाहिँ ठ्याक्क यो नेपालकै जस्तो नेपालकै झल्को दिने खालको एउटा ठाउँ चाहिँ भेटेँ अनि एउटा भिडियो बनाएँ। तर आज यो भिडियो बनाउँदा चाहिँ ठ्याक्कै यो भूगोल हेर्दा हुन्छ नि नेपालकै यो खेतीपाती गर्ने जमिन जस्तो छ। खासै यहाँ मान्छेहरू चाहिँ भेटिन्नन्। तर एउटा कुरा चाहिँ हुन्छ नि यहाँ नजिक एउटा नहर पनि छ क्या, यतापट्टि नहर छ होइन। यो हेरिसकेपछि चाहिँ कस्तो के कुरा नोटिस हुन्छ भने यहाँनिर एउटा बोर्ड राखेको छ कि फोहोरहरू अनि बोतलहरू क्यानहरू चाहिँ यहाँनिर केही पनि फाल्न नपाइने भनेर होइन। नेपालमा चाहिँ यस्तै बोर्ड राखेको भए चाहिँ वरपरहरू फोहोर यस्तो छरिएको हुन्थ्यो कि होइन। मैले चाहिँ एकछिन अलिकति छिटो आएको भएर चाहिँ पुलबाट बसेर हेरेँ, एउटा पनि प्लास्टिकै भेटेन कि मैले। तपाईँ हेर्नुहोस् होइन, एउटा प्लास्टिक, एउटा फोहोर, एउटा क्यान पनि भेटेन। म आधी घन्टा जति छिटो आएको भएर वरपर हेरेँ है। यस्तो पुलको मुनितिर प्लास्टिकहरू चाहिँ खाएर यसो मुनिपट्टि छिराइदिने त्यस्तो हुन्थ्यो, एउटा पनि प्लास्टिक भेटिन्न कि। मैले 1-2वटा त कतै भेटिएला भनेर हेरेँ होइन। अब यो रोड त एकदम सफा हुने भइ नै हाल्यो, रोडमा त केही नै छैन होइन। अलि पर अलि बिल्डिङहरू देखिन्छ होइन, अलि बस्ती पनि छ। तर यो बिचको भाग चाहिँ पुरै यो खेती गर्नलाई अब रेडी पारेर यता खनजोत बनाएर ठिक्क पारिएको छ। यहाँ नजिकै यतापट्टि अब कम्पनीहरू पनि छ अनि रेसिडेन्सियल एरिया पनि हो। म यही नहरको ठ्याक्क पारिबाट गएर पनि अझै यहाँ बोर्डहरू एकदमै यहाँ फोहोर फाल्न नमिल्ने अथवा भनेर धेरै खालको नोटिसहरू राखिदिएको छ। यस्तो सफा पानी है, यो पिउन मिल्ने लायककै पानी चाहिँ यहाँनिर बगिरहेछ होइन। जापानमा चाहिँ सहरी क्षेत्रहरूमा मात्रै होइन कि, जापानको यो खेती किसानी गर्ने मान्छेहरू पनि यो फोहोरको विषयमा, प्लास्टिकको विषयमा होइन, वेस्ट म्यानेजमेन्टको विषयमा चाहिँ कति सचेत छन् भन्ने कुराले देखिन्छ कि। यहाँ वरपर होइन कतै पनि एउटा प्लास्टिक, एउटा होइन फोहोरको केही टुक्रा पनि भेटिँदैन कि होइन। यहाँ पनि यहाँ वरपर पनि बोर्डमा राखेको छ यहाँ होइन, बोतलहरू क्यानहरू यहाँ फाल्न पाइँदैन भनेर। यस्तो सफा चाहिँ नहर चाहिँ बगिरहेको छ है त।